川口湖भन्ने ठाउँमा आइपुग्यो। लकी टोकेला यसरी ओइ 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 अब यहाँबाट चाहिँ 28 मिनट देखाइरहेछ। अहिले चाहिँ हामी यो के भन्छ यो फ्यामिली मार्ट यहाँको कन्भिनियन्स स्टोरमा कफी र ग्रिन टी किनेर निस्किएको। यहाँबाट अब चाहिँ 30 मिनट जति छ। यो के हो मिकु? जापानको झन्डा राखिरहेछ। अफिस के हो? म्युनिसिपालिटी हो। आज जान लागेको ठाउँमा चाहिँ वाटरफल छ अनि हाइकिङ गर्नुपर्छ भनेर देखाइरहेको थियो है, नेटमा सर्च गरेको। तर हाइकिङ चाहिँ हामी प्राय गइरहेको हुन्थ्यो अरू बेला पनि, जस टाइम भएको बेलामा हाइकिङ जाने होइन। हिँड्न एकदम मजा लाग्ने कि फ्रेस हुने, माइन्ड नै फ्रेस हुने होइन। पुरा थकाइ लाग्छ है हिँडेर एकदम थकाइ लाग्छ, तर क्यालोरी लस पनि हुन्छ अनि तपाईँको भोक पनि लाग्ने कि त्यस पछाडि चाहिँ मजाको क्या। अनि यहाँ जापानको चाहिँ मलाई एकदम मनपर्ने कुरा चाहिँ के लाग्छ भने चाहिँ गाडीहरू छ होइन, अरूलाई डराउन नदिने खालको टाइपको त्यो ड्राइभिङ गर्दैन कि आनन्दसँग बिस्तारै होइन। जति लेखा छ 30 लेखा छ भने 30को स्पिडमा, 40को कुनै फटाहाट त हुन्छ है। यो घर चाहिँ कस्तो नेपालको ठाउँमा भयो, नेपालको जस्तो बिल्डिङ देखिन्छ। प्रायः जस्तो जापानमा चाहिँ सानो टाइपको घरहरू हुन्छ है, यस्तो बिल्डिङहरू चाहिँ कमै देखिन्छ। ल हेर्नु सबैजना, अगाडि जुन देखिरहेछ नि ठुलो हिमाल, उहाँ हुनुहुन्छ माउन्ट फुजी। अहिले चाहिँ हिउँ केही पनि छैन है, क्लाइम्बरहरू चढ्ने सिजन हो अहिले। कस्तो पुरा सेप त सेम छ, कस्तो राम्रो देखेको। यो गाउँमा पनि यो कस्तो पेट्रोल पम्प। यहाँ चाहिँ यो छ नि, यो चाहिँ रेलको आउने ठाउँ है, बाटो। यहाँ चाहिँ एकपटक यसरी रोक्नै पर्छ, बाइक गाडी जे भयो भने यसरी रोक्यो है। अनि यसरी हेर्नुपर्छ, यता हेर्ने होइन, नआएको रहेछ भनेपछि चाहिँ जाने। कस्तो नेपालको जस्तो बाटो। ओ तल यस्तो डर लाग्ने भिर। मलाई त्यस्तो बाटोमा चलाउन यस्तो मजा लाग्छ। ल हामी चाहिँ हाम्रो गन्तव्यमा आइपुग्यौँ। अनि यहाँबाट हिँडेर चाहिँ यसरी तल गएर हिँड्नु पर्दो रहेछ। अनि त्यहाँ चाहिँ वाटरफल अनि यस्तो के रहेछ है त्यतातिर। अनि यहाँ चाहिँ क्याम्पहरू पनि है गर्न मिल्दो रहेछ। यो त क्याम्प हाउस रहेछ, यसरी बारबेक्यु गर्न मिल्ने खालको। आज हामी कावागुचीको भन्ने ठाउँमा आइपुग्यो। यहाँ चाहिँ के छ, यहाँको स्पेसल के छ? हाहानो शिराताकी वाटरफल। पोखरामा पनि वाटरफल गएको थियो नि, याद थाहा छ? देवीज फल। वाह थाहा रहेछ, सम्झिरहेछ। फेमस हो है। यहाँबाट चाहिँ तल जानुपर्ने है, 15-20 मिनट जति हिँड्नुपर्छ भनेर लेखिरहेको थियो। आकाश पनि कस्तो राम्रो देखेको है, कस्तो राम्रो गाडी रहेछ यहाँ सुजुकीको। अनि यो चाहिँ माउन्ट फुजी, हेर्नु न यहाँबाट यो माउन्ट फुजी है, त्यो बादल पुरै घेरेछ नि, त्यो चाहिँ माउन्ट फुजी भइहाल्यो। कस्तो त्यो यहाँबाट हेर्दाखेरि सट्टै चढेला जस्तो देखिन्छ है, तर त्यो चढ्नलाई पनि कति टाइम लाग्छ। अहिले चाहिँ सिजन यति लामो लाइन छ त्यहाँ, राति भयो भने चाहिँ पुरै बत्ती बलिरहेको हुन्छ त्यहाँ माथितिर हाइकरहरूको लाइनले। अनि यहाँबाट चाहिँ तल जानुपर्ने। मलाई चाहिँ यो जिन्स लाएर, बाइकमा जिन्स लाएर आएको हुनाले जुत्ता चाहिँ हाइकिङ सुज, अब हिँड्नै पर्छ है, बाइकमा बुट लाउने हो खासै। अब हाइकिङ सुज लाएर आएको छु, किनभने चाहिँ म बाइकबाट झरेर हामी चाहिँ हिँड्ने भएको हुनाले। अनि हाफ प्यान्टमा चेन्ज गरौँ भनेको, टोइलेट बाथरुम केही पनि रहन्छ यहाँ। हेलो सबैजनालाई, हाम्रो हाइकिङ चाहिँ स्टार्ट भइसक्यो है। हामी चाहिँ अहिले जङ्गलको भित्र भनौँ न है, जङ्गलको भित्र हाइकिङमा छिरिसक्यो है। कति मिनट लाग्छ मिगी यहाँबाट साँच्चा लगभग? आयो ए हो ए देखाऊ त, अगाडि देखाइदेऊ न। यो के हो? यो मन्दिर, यो गेट हो यहाँको? गेट हो। किन जापानमा यस्तो धेरै हुन्छ है?
हो यो चाहिँ वेलकम गेट होइन टेम्पलको एन्ट्रान्स ए हो ओके लेट्स गो यो टाढा हेर्नुहोस् ओ खोला ए माथिबाट यस्तो वाटरफल यसलाई चाहिँ नेपालीमा झरना भन्छ झरना झलाना झरना हल्का डिस्टेन्स रहेछ त्यहाँ अगाडि त ठुलो वाटरफल छ है अनि जानुभन्दा अगाडि चाहिँ यहाँ पुरानो ह्यान्ड पम्प अनि यो चाहिँ पानी आउँदैन जस्तो छ हेर्दाखेरि चाहिँ ट्रेडमार्क के लेखेको छ एकदमै पुरानो जस्तो छ यस्तो ठाउँमा किन राखेको रहेछ मान्छेहरू नि बस्दैन है यस्तो ठाउँमा अब म चाहिँ एकपटक यसलाई चाहिँ खिचेर हेर्छु है आउँछ आउँदैन ओ माई गड आउँदैन हौ सोको लागि मात्रै राखेको क्या हो जामै त अगाडि के छ यहाँ अब चिप्लिला जस्तो छ है यो त मैले हाफ प्यान्ट चेन्ज गरिसकेँ है ओ चिप्लिला जस्तो छ यो त निको आउने हो नआउने ओके यहाँ झरनाको यस्तो छेउमा यहाँनिर यहाँबाट चाहिँ यहाँ माथिसम्म एउटा ढुङ्गा रहेछ ठुलो त्यहाँसम्म जाम भनेर म चाहिँ हिँडेको है अनि यहाँ चाहिँ सानो स्ट्याचु देखेँ मैले यहाँ यस्तो रहेछ है यहाँ सबैले देख्नुहुन्छ यस्तै ओ माई गड अनि यहाँ चाहिँ स्ट्याचु रहेछ यस्तो ठाउँमा स्ट्याचु के के यहाँ ढुङ्गा यस्तो रहेछ है जुत्ता चाहिँ चिप्लेला जस्तो छ क्या ओइ ओ माई गड भन्नै ओइसा ओइ 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 जापानको मन्दिर हो मन्दिर हो केसको मन्दिर हो यसमा कोइन पैसा हाल्ने कोइन हालेर के गर्ने प्रे गर्ने हो प्रे गर्ने हो कसरी गर्ने जापानिज स्टाइलमा गरेर देखाइदेऊ न ल हो राम्रोसँग यहाँभित्र हाल्ने यसरी ए अनि प्रे गर्ने स्टाइल फरक छ है ए प्रे गरिसक्यो के विश गरेको त वर्ल्ड पिस अनि सबैजना राम्रो होस् भनेर प्रे गरेको वर्ल्डमा पिस होस् भनेर अनि सबैजनालाई राम्रो होस् भनेर प्रे गरेको हो आफ्नो लागि पनि गरेको सबैजनालाई आफ्नो पनि गरेको कस्तो काइन्ड मान्छे है यहाँबाट तल जाने हो टाढा जाने हो यो बाटो हो पहिला म जान्छु ल गाह्रो छ बट यु नो आई एम नेपाली आई एम प्राउड अफ नेपाली जान सजिलो छैन तर नेपाली भएकोले सजिलो छ यु नो द्याट बिकज आई एम नेपाली आई एम युज टु दिस रोड दिस टाइप अफ रोड ओके इन नेपाल वी हेभ लट्स अफ रोड्स डिफ्रेन्ट टाइप अफ रोड्स नेपालमा धेरै किसिमको धेरै टाइपको रोडहरू छ होइन हामी बच्चादेखि नै एक्सपर्ट हो जस्तो ठाउँमा पनि ओ ल ओके ओके बिस्तारै बिस्तारै ल ओके अब त सिम्पल नै छ ल यहाँबाट जाऊ ल स्ट्रेट यहाँ जाने कि यहाँ जाने पानीलाई टच गर्ने ल यहाँ तलसम्म आएको भित्र जङ्गलभित्र सानो त्यो माथिको ठुलो झर्नाभन्दा धेरै सानो झर्ना रहेछ यहाँनिर झर्ना जस्तै अनि यहाँ चाहिँ मिसेस मिकु हुनुहुन्छ यो चाहिँ हामी चाहिँ हाइकिङ मनपर्ने भएको हुनाले भित्र यहाँसम्म हिँडेर आयो तलसम्म तर यहाँबाट तल गयो भने चाहिँ धेरै तल रहेछ हाम्रो बाइक राखेको ठाउँभन्दा पनि तल पुगिसक्यो हामी त्यही भएर अब फर्किने प्लान गरेको ल लेट्स गो माथि फर्किने ल मिकु ल
ल हामी चाहिँ अब ब्याक टु द बाइक ओके माथि जाऊँ ल यहाँ तलबाट आयो हुन्छ यसरी माथिबाट गए पनि हुन्छ ओइ 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 ओके यहाँबाट आएको हामी यसरी फर्किने भनेर हाम्रो क्याम्प साइटमा जाने भनेर आज यतै बस्ने हो हामीसँग टाइम भएको हुनाले चाहिँ जानुभन्दा अगाडि चाहिँ यसरी यहाँ एउटा चौतारी जस्तो ठाउँ रहेछ कि ठ्याक्कै नेपाल जस्तो देखेको मैले रमाइलो छ। नेपालमा पनि देखाएको थियो नि हामीले ठुलो दसैँमा पिङ बनाएको त्यो कहाँ? गरेको थिएन खेलेको होइन अघि ठुलो मन्दिर त्यहाँ माथि त्यहाँ माथि होइन अँ ठुलो मन्दिर छ त्यही भएर रोकेको खास त्यहाँ पार्किङ थिएन कि त्यही भएर यहाँ तल रोकेर फेरि यहाँबाट हिँडेर जानुपर्ने यो ठाउँ केसको लागि फेमस एग्रिकल्चरको लागि त्यस्तो फेमस केही छैन ए छैन नजिकमा खालको टुरिस्ट एरिया साइट सिइङ त्यस्तो गाइडहरूको कामहरू अनि त्यो टुरिस्ट एरिया नजिक भएको हुनाले त्यस्तो गर्छ होला है हो गाडी कस्तो राखेको पार्किङ खस्दैन पार्किङ गाह्रो छ पार्किङ गाह्रो छ यसरी। ए ठुलो स्कुल रहेछ क्या त्यहाँनिर हो है बच्चाहरू एलिमेन्टरी स्कुल यो गाडी चाहिँ कति ठुलो रुख यो रुखको कुनै हिस्टोरी हुनुपर्छ सिल्क बनाउने किरा ओम होइन ले यसमा घर बनाएको के त्यस्तै खालको के हिस्टोरी रहेछ उही यहाँ माछा छ कि छैन माछा ए मिकु माछा कालो माछा सेतो कति सानो माछा बच्चा ए कति यहाँ हो रातो माछा हो त्यो पनि बच्चा जस्तो सानो छ ए उल्टो गरेर आयो हामी यहाँबाट आउनु पर्ने चाहिँ हामी त उल्टो गरेर आयो मिकु हामीले त मिस्टेक गरेछ नि थाहा छ उल्टो बाटो आएछ है यसरी यहाँ भित्रबाट यसरी आएको है तर यहाँबाट ठुलो यो गेट रहेछ कि है अब फेरि यहाँबाट जाने ल हुन्छ ल अहिले भित्र छिरेको सुरुमा चाहिँ यस्तो सानो मन्दिर जस्तो रहेछ है यहाँ एकजनाले 1 रुपियाँ राख्दै रहेछ अनि यहाँबाट चाहिँ माथि ठुलो मन्दिर रहेछ हेर्नुहोस् त हामी ए के हो खास यो ए प्रे गर्नुभन्दा अगाडि हात धुने ए हाम्रो नेपालमा यस्तो गर्छ नि फुलहरू राखेर चाहिँ यहाँ ड्रागनको रहेछ है यस्तो मुखमा पानी के ए हो र हातमा नधुने हो हात धोएपछि मुख पनि धुने यसरी हात धुने पहिला होइन अनि त्यस पछाडि मुखमा धुने कस्तो राम्रो सिस्टम रहेछ यहाँ चाहिँ रिसेप्सन जस्तो कि त्यो लट्रीहरू त्यो आफ्नो लगहरू हेर्ने बिजन राखिरहेको हुन्छ त्यहाँ चाहिँ नजाने मैले पहिला नै हेरिसकेको छु यो लगहरू मलाई खासै त्यस्तोमा बिलिभ पनि लाग्दैन अनि यहाँ चाहिँ यस्तो रहेछ धानको जस्तो यो त के हो यो जापानमा मन्दिरहरूमा यस्तो राखिरहेको हुन्छ यहाँबाटको भ्यू चाहिँ यस्तो देखिन्छ यहाँ पनि एउटा भगवान घोडाको चिज घोडाको मूर्ति छ त के हो यस्तो मिकुलाई सोध्नुपर्ने उसलाई जापानको थाहा होला घोडाको भगवान भनेपछि घोडा जस्तै तपाईँ जस्तै पावर दिनु होला मिकु आयो मिकु यो के हो भगवान घोडाको भगवान हर्सको भगवान के होला यो के लेखेको छैन हर्स घोडा नेपालीमा हर्सको जस्तै पावर दिनुहोस् भनेर प्रे गर्ने हो ए अहिले जिउँदो जस्तो अलाइभ अहिले आउला जस्तो छ है देखेको थिएन है हामी ल यसरी यहाँ चाहिँ यो के हो यो चाहिँ देखाउनु पर्छ यो चाहिँ मलाई पनि थाहा छ है यो चाहिँ के हो भनेपछि आफ्नो विसहरू आफ्नो मनपर्ने कुराहरू विसहरू त्यहाँ तल किन्न पाउँछ यो प्लेटहरू है कति पर्छ 200-400 रुपियाँ कति पर्छ है यस्तो प्लेटहरू किनेर
लेखेर त्यहाँ बलपेन के पेन हुन्छ लेखेर चाहिँ अनि यहाँ टङ्गाइदिने अनि यहाँ टङ्गाएपछि चाहिँ भगवान्ले यो पढेर चाहिँ विस पुरा गरिदिनुहुन्छ भन्ने एउटा बिलिभ छ जापानमा चाहिँ हो होइन मिगु यति ठुलो मन्दिर रहेछ ए यहाँ यस्तो के बजाउने के हो मिगु यो पुरा यो डिङ 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 गर्ने जस्तो चाहिँ जापानिजमा थाइको थाइको लात्ती बोकेर बोकेर यसरी गर्ने हो अनि त्यो गर्ने बेला यहाँ मान्छेहरू हुन्छ कस्तो त्यहाँ जानु मन लाग्थ्यो मलाई कस्तो राम्रो है त्यहाँ ब्रिज जस्तो कि इभेन्टको बेला मात्रै ए यहाँ चाहिँ यसरी चपाटी राखेर चाहिँ यसरी बस्ने होइन यस्तो बोल हेर्नु न कति ठुलो यसमा बत्ती बल्छ होला हाम्रो नेपालमा चाहिँ ठुल्ठुलो घन्टीहरू हुन्छ नि त होइन त्यस्तो देखिरहेको यहाँ चाहिँ कस्तो अर्कै टाइपको हुने कि यहाँ चाहिँ जान मिल्छ होला नि यहाँको मन्दिर चाहिँ कस्तो अनौठो खालको हुने काठको है तल चाहिँ यस्तो हुन्छ स्पेस हुन्छ कि तल यस्तो के राख्ने तल अन्डरग्राउन्ड जस्तो कि खाली ठाउँ राखिरहेको हुन्छ मुनि जानु मिल्छ कि यहाँ चाहिँ यस्तो पुरानो ल्याम्पहरू के राखेर छ ल मिगो अब हामी जानुपर्छ आज हामी क्याम्पिङ बारबेक्यू गर्ने होइन सेलिब्रेट योर बर्थडे इट्स माई बर्थडे है मेरो बर्थडे भएको हुनाले चाहिँ मिगुले चाहिँ मलाई क्याम्पिङहरू एकदम मनपर्छ नि त त्यही भएर एउटा राम्रो सस्तो बुकिङ गरेको छु भन्दै थियो त्यहीँ जाने अब चाहिँ त्योभन्दा अगाडि चाहिँ अब केक पसलमा जाने कि के गर्ने अब कहाँ जाने केक पसल जाने अनि बेलुका पार्टी ओके सेलिब्रेट योर बर्थडे बाइकमा फर्किन लागेको बेलामा चाहिँ यस्तो भेट्यो फेरि बाटोमा यो चाहिँ सानो के हो यो यसलाई चाहिँ के भन्छ मिगु मानेकिनेको यो जापानमा पैसा बोलाउने बिरालो हो यो चाहिँ जापानमा पैसा बोलाउने क्याट भनेर चाहिँ मान्छेले बिलिभ गर्छ अरे होइन टायर पनि रहेछ है बाँस रहेछ झ्याल पर्दा लगाइरहेछ मान्छेभित्र छ कि छैन है टायर छ यहाँ यसरी जापानमा यस्तो एभेन्डन ठाउँहरू चाहिँ धेरै हुन्छ कि है गाउँतिरको मान्छेहरू चाहिँ होइन सहर जान्छ उहरू चाहिँ के अरे यङ जेनेरेसनहरू चाहिँ अनि बुढाबुढीहरू मात्रै बचेर अनि पपुलेसन डिक्लाइन हुँदै गएको है डिक्रिज हुँदै डिक्लाइन एकदम घट्दै गएको जापानको चाहिँ अहिलेको प्रब्लम नै यही छ जापानमा गाउँको मान्छे छिटो सिटी एरियामा सर्छ हो त्यसैले गाउँमा एल्डरली पिपल बुढो मान्छे मात्र हो त्यो मान्छेहरू मरेपछि अबन्डन हुन्छ यो जापानमा सिरियस प्रब्लम अहिलेको है पपुलेसन पनि छैन धेरै है गाडीहरू आउँछ भनेर देखाउनलाई राखेको हाम्रो फोटो देखेपछि ल हामी चाहिँ ब्याक टु आवर बाइक है अब हामी चाहिँ यहाँबाट नेक्स्ट स्टपमा गइन्छ र अहिलेसम्मको हाम्रो भिडियो चाहिँ हेरिदिनु होला नेक्स्ट भिडियो चाहिँ हाम्रो फेरि यसको कन्टिन्युस पार्ट चाहिँ आउँछ त्यो पनि हामी राख्ने रहेछौँ टिल देन बाई बाई फेरि भेटौँला सी इन आवर नेक्स्ट भिडियो